पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। आफूलाई स्वागत गर्नेहरूको भिड देखेपछि देउवाको सनक बिर्सिए युवाहरूको मजाको थेरापीले शेरबहादुर देउवा विदेश भाग्ने बाध्य अब फेरि फर्केर आएका छन्। अब कसको थेरापी भेट्ला? तपाईको नेपाल सरकारको या काङ्ग्रेसको थेरापी भेट्ने हुन्? के लाग्छ तपाईँलाई? अब पाउने जुन थेरापी छ त्यो थेरापीले शेरबहादुर उठ्न सक्लान्, उपचार गर्न फेरि विदेश जालान्? के लाग्छ तपाईँलाई? यो भिडियो हेर्नुहोस्। 24 को दनक पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब काङ्ग्रेस सक्ने होडमा कसिएका छन्। हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्तत नेपाल नै फर्किएका छन्। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। जेन्जी आन्दोलनमा गतिलो मसाज भेटेका र उपचारको बहानामा मुसो झैं लुसुक्क विदेश भागेका उनी एयरपोर्टमा ओर्लने बित्तिकै बाघ जस्तै गर्जिने प्रयत्न गरे, तर उनको गर्जन बिरालोको म्याउ म्याउ जस्तो मात्रै भयो। कतिपय काङ्ग्रेसीहरूले नै त्यसलाई बाल दिएनन्। त्यसपछि आज डेट एक्सपायर भइसकेका पुराना काङ्ग्रेसी दौतरीहरूलाई जम्मा गरेर काङ्ग्रेसको राष्ट्रिय भेलाको नाममा सभाको आयोजना गरे। उक्त सभामा सबै पुराना नेताहरूले गगन थापा र विश्वप्रकाश शर्माको दोहोलो काट्ने आफ्नो रहर पूरा गरे। गगन र विश्वप्रकाश शर्माले उनीहरूलाई विशेष महाधिवेशनबाट गलहत्याएर निकालिदिएको रिस सबैले फेर्न भ्याए। दिनैभरि चर्का र लामा भाषणबाजीहरू भयो, जसले भाषण सुन्ने बानी बिस्तारै हराउँदै गइसकेका नेपाली जनतालाई वाक्क दिक्क समेत बनायो। उनीहरू अझै पनि आफ्नो पुरानै शैलीबाट प्रस्तुत भए। यसले के देखाउँछ भने कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रामा राखे बरु अलिअलि सोझिन सक्ला, तर यी पुराना नेताहरू कहिल्यै सुध्रिने छैनन्। फेरि उनीहरूलाई नै पुनः सत्तामा मैमत्ता हुन मन भने अचकाली लागिरहेको छ। कुकर्महरूको भारी बोकेर देवघाटतिर जाने र पश्चाताप गरेर जीवन बिताउने समयमा फेरि काङ्ग्रेस हत्याएर देश रित्याउने अभियान सुरु गर्ने उनीहरूको दाउ रहेको छ। अदालतलाई फकाएर होस् कि न्वारनदेखिको बल लगाएर नै किन नहोस्, आफ्नै जीवनकालमा काङ्ग्रेसको नामो निशान मेटाएर छाड्ने उनीहरूको संकल्प जस्तै बुझिएको छ। भिडियो हेरेर तपाईँलाई के लाग्यो? मलाई त सेकेन्ड डोज दिन आएको जस्तै लाग्यो।